नमस्कार, म सोफिया बुल्ला। विगत भदौ 23 र 24 गते जुन जेन्जी आन्दोलन भयो त्यहाँ शहीद भएका सम्पूर्ण नेपाली दाजुभाइहरूलाई सर्वप्रथम त मेरो तर्फबाट हार्दिक श्रद्धाञ्जली। आज हाम्रो दुङ्गुल जेन्जी समूहद्वारा चाहिँ आज 49औं दिनमा चाहिँ मोलम कार्यक्रम सञ्चालन सबै सम्पन्न भयो। अब यो जेन्जी आन्दोलनबाट चाहिँ अब हामीले के सिक्ने भन्ने कुरामा म तपाईँलाई एउटा सानो सूचना दिन गइरहेको छु। अब चाहिँ देशका सम्पूर्ण कुना कुनामा रहेका युवाहरू चाहिँ जागरुक हुनुपर्छ, एकजुट हुनुपर्छ, उठ्नुपर्छ। अब नउठे कहिले, अहिले नगरे कहिले। र सरकारलाई म ठाडो चेतावनी के दिन चाहन्छु भने अब उपरान्त चाहिँ यस्ता विभिन्न ठगी, तपाईँका भ्रष्टाचार मुक्त राज्य कायम गर्नको लागि चाहिँ म सरकारलाई ठाडो चुनौती दिन्छु। यदि एउटा भ्रष्टाचार मुक्त देश भएन भने चाहिँ यस्ता जेन्जी आन्दोलनहरू भविष्यमा नहोला भन्न सकिँदैन। त्यसैले तपाईँ हामी सबै युवाहरू चाहिँ एकजुट भएर यो भ्रष्टाचार विरुद्ध लड्नुपर्छ। यति भन्दै मेरो 2 शब्द यही टुङ्गाउँछु। धन्यवाद।